हामी चाहिँ आज पिकनिक खान जाँदैछौँ। यसलाई अन्तिम समय हेर्नलाई आज एकदमै रमाइलो हुनेवाला हा। पारी देख्न सक्नुहुन्छ पारी मादल उता पारी छ, हाम्रो मादल ग्याङहरू छ है। आज निकै रमाइलो छ। भिडियोलाई अन्तिम समय हेरेर पक्कै साथ दिनुहुन्छ भन्ने आशा गरेको छु। अब हामी चाहिँ यहाँबाट थामातिर लाग्यौँ है। अब यसरी हामी थामातिर जाने बाटो यही हो। माथि डाँडामा पुग्छौँ हामी यहाँबाट। ल केटा कतिको रमाइलो महसुस भए हेर्दै गर्नु होला भिडियोलाई अन्तिमसम्म। निकै रमाइलो छ है त गाइज। फाइनली गाइज हामी चाहिँ अब पिकनिक खाने ठाउँमा आइपुग्यौँ। अब हामी चाहिँ यति राम्रो ठाउँ चाहिँ छ होइन, योभन्दा अलि राम्रो ठाउँ चाहिँ अन्त मैले देखिनँ। त्यही भएर चाहिँ टक्क हेर्नुहोस् बस्नलाई पनि राम्रो छ। अनि टक्क तपाईँको भ्यू हेर्नुहोस्, ट्याक्क गाउँहरू पनि देखिन्छ। अनि सर हेर्दाखेरि एकदमै राम्रो जताकता देखिने ठाउँ। त्यही भएर फाइनल गाइज योभन्दा बेस्ट ठाउँ अन्त चाहिँ मैले देखिनँ। त्यही भएर ल हाम्रो मादल चाहिँ यता छ, हाम्रो मादल बजाउने गुरुजी यता हुनुहुन्छ, गीत गाउने यहाँ हुनुहुन्छ गायककार। अनि यसै गरी नाच्नेमा हुनुहुन्छ यहाँ समीपजी हुनुहुन्छ यी। अनि त्यसै गरी म चाहिँ सहयोगी ताली बजाउनेमा छु। त्यही भएर ल अब हाम्रो चाहिँ सुरु हुन्छ। फाइनल गाइज अब हामी चाहिँ अब नास्ता खाने बेला भइगयो। अब केटाहरू सबैजना नाचेर गाएर थाकिसकेर है। अनि त्यसैले गर्दाखेरि अब हामी चाहिँ अब हामीले लिएको खाजा चाहिँ खान सुरु गर्छौँ। ल हाम्रो खाजामा के छ अरे साथीहरू? चटपटे छ होइन। ल देखाइदिनु पऱ्यो गाइजहरू ल सबैलाई। ल टक्क ल बसेर ल। फाइनली गाइज हामी चाहिँ अब चटपटे खानुपर्ने हुन्छ। ल ल खा खामा हेरिदिन्छु कि बिस्तारै